नमस्ते। आज हामी थेरी गाथामा संग्रहित एउटा निकै मार्मिक संवादमा अलि गहिरिएर हेर्दैछौँ। यो प्रजापति गौतमी र बुद्ध बीचको कुराकानी हो। खास गरी गौतमीको जीवनको अन्तिम समयतिरको प्रसङ्ग। उहाँले व्यक्त गर्नुभएको उद्गारहरू साँच्चै मन छुने खालका छन्। हाम्रो प्रयास चाहिँ के हो भने यो संवादमा लुकेको जुन गहिरो अर्थ छ नि त्यो नाताको अलिकति अनौठोपन, आमा छोरा पनि, गुरु शिष्य पनि, यसको महत्त्व के हो बुद्ध धर्ममा, त्यही खोतल्ने हो। एकदम। यो संवाद आफैमा भनौँ न एउटा विशेष सङ्गम हो। सांसारिक सम्बन्ध र आध्यात्मिक सम्बन्ध कसरी जोडिन सक्छ भन्ने कुरा यसले देखाउँछ। कस्तो सङ्गम, अलि प्रष्ट पारौँ न। यस्तो हो नि त, प्रजापति गौतमी उहाँ बुद्धकी सानीमा है, अनि धाई आमा पनि, जसले हुर्काउनु भयो। हो, महामायाको निधनपछि उहाँले नै हुर्काउनु भएको हो। अनि उहाँ 120 वर्षको उमेरमा परिनिर्वाण प्राप्त गर्दै हुनुहुन्छ। त्यो बेला उहाँले अन्तिम पटक बुद्धलाई सम्बोधन गर्दै हुनुहुन्छ। अनि उहाँको एउटा भनाइले मलाई एकदमै सोचमग्न बनायो। अहम सुगते माता त्वं च वीर पितामम। अर्थात् हे सुगत बुद्ध, म तिम्री आमा हुँ, र हे वीर, तपाईँ मेरो पिता हुनुहुन्छ। सुन्दा त कस्तो उल्टो जस्तो लाग्छ नि, आमाले छोरालाई पिता भन्नु यो कसरी सम्भव भयो? हो, यो सुन्दा विरोधाभासपूर्ण लाग्छ। तर यो केवल भावनाको कुरा मात्रै होइन, यसमा गहिरो दर्शन लुकेको छ, अनि व्यक्तिगत सत्य पनि। कसरी? यसलाई दुई तहमा हेर्न सकिन्छ। पहिलो, सांसारिक तह। हामीलाई थाहै छ, सिद्धार्थ गौतम जन्मेको 7 दिनमै उहाँकी आमा महामाया बित्नुभयो। त्यसपछि सानीमा प्रजापति गौतमीले आफ्नो छोरा नन्दलाई समेत धाईको जिम्मा लगाएर बालक सिद्धार्थलाई आफ्नै दूध खुवाएर हुर्काउनुभयो। आफ्नै बच्चालाई जस्तै गरेर। हो, त्यसैले उहाँ शाब्दिक अर्थमै भौतिक रूपमा माता बन्नुभयो। त्यसकारण अहम सुगत्ते माता भन्नु त स्वाभाविक भयो। त्यो त प्रष्ट भयो। तर दोस्रो भाग, त्वं च वीर पिता मम, तपाईँ मेरो पिता हुनुहुन्छ, यसको पछाडिको रहस्य के हो त? यो चाहिँ अलि अझै जटिल लाग्यो। हो, यो दोस्रो तह चाहिँ आध्यात्मिक तहसँग जोडिएको छ। बुद्धत्व पाएपछि बुद्धले धर्मको मार्ग देखाउनु भयो नि, होइन? हो, देखाउनु भयो। अनि प्रजापति गौतमी त्यति बेला उहाँ लगभग 80 वर्षको हुनुहुन्थ्यो होला। उहाँले बुद्धबाटै दीक्षा लिएर पहिलो भिक्षुणी बन्नुभयो। 80 वर्षको उमेरमा पहिलो भिक्षुणी? हो। अनि बुद्धकै मार्गदर्शनमा साधना गर्दै उहाँले अर्हत पद प्राप्त गर्नुभयो। अर्हत पद भनेको मतलब सबै दुःख क्लेशबाट मुक्त भएर निर्वाण अनुभव गर्ने अवस्था हो। सम्पूर्ण रूपमा मुक्त? हो। अनि बौद्ध परम्परामा यस्तो छ नि त, जसले हामीलाई सत्य धर्म देखाएर यो जन्म मरणको चक्रबाट मुक्त गराउँछ, उहाँलाई आध्यात्मिक पिता वा माताको रूपमा हेरिन्छ। बुद्धले गौतमीलाई धर्ममा एउटा नयाँ जन्म दिनुभयो। त्यसैले आध्यात्मिक अर्थमा बुद्ध गौतमीका लागि पिता समान हुनुभयो। ओहो, यो त सम्बन्धको कस्तो अद्भुत आदान प्रदान रहेछ। एकातिर भौतिक जीवन दिने पोषण गर्ने काम भयो गौतमीबाट बुद्धलाई, अनि अर्कोतिर बुद्धबाट गौतमीलाई आध्यात्मिक मुक्ति, अमरताको बाटो देखाउने काम भयो। एकदम। गौतमीले आफ्नो दूध दिएर बुद्धको भौतिक शरीर बचाइन्, हुर्काइन्, अनि बुद्धले धर्मको अमृत दिएर गौतमीको आत्मालाई भनौँ न मुक्त गराउनुभयो। उहाँले परिनिर्वाण हुनुअघि सायद यही गहिरो कृतज्ञता व्यक्त गर्दै हुनुहुन्थ्यो। हो नि, उहाँले एकै वाक्यमा दुवै कुरा भन्दै हुनुहुन्छ। छोरा, मैले तिम्रो शरीर हुर्काएँ, अनि पिता, तिमीले मलाई धर्म अमृत दिएर जन्मायौ र मुक्त गरायौ। यसले देखाउँछ कि बौद्ध दृष्टिकोणमा आध्यात्मिक मार्गदर्शन कति महत्त्वपूर्ण छ, कहिलेकाहीँ सांसारिक जन्मभन्दा पनि गहिरो। स्रोतमा अर्को एउटा कुरा पनि उल्लेख छ, एकदम मार्मिक। रूपम जिरति मच्चानम नामो गोत्तम नजिरति। यो पनि महत्त्वपूर्ण छ। यसको अर्थ मान्छेको शरीर त खिन्छ, नाश हुन्छ, तर उसको नाम, उसको गुण, उसको असल कर्म चाहिँ कहिल्यै मर्दैन, होइन? हो, एकदम। गौतमीको जीवन हेर्नुस् न, 120 वर्षको उमेरमा भौतिक शरीर त गयो, तर उहाँले पहिलो भिक्षुणी बनेर अर्हत पद पाएर अनि त्यो बुद्ध माताको जुन दुर्लभ सम्मान पाउनुभयो। बुद्ध माता? हो, त्यो सम्मान, उहाँले जुन आदर्श छोड्नुभयो, त्यो त इतिहासमा अमर छ नि। स्रोतले के भन्छ भने राजमाता त धेरै हुन सक्छन्,
तर बुद्ध माता बन्ने सौभाग्य त कसैले मात्र मिल्छ, अनि त्यो बुद्धकै कारण सम्भव भयो। त्यसो भने हामी के भन्न सक्छौँ भने यो संवाद रगतको नाताको मात्र कुरा होइन, यो त त्योभन्दा माथि उठेको कृतज्ञता, सम्मान अनि आध्यात्मिक यात्राको एउटा उच्चतम अभिव्यक्ति हो। सारमा त्यही हो। गौतमीले भौतिक संसारमा ल्याउन सहयोग गरिन्, बुद्धले त्यो संसारबाट मुक्त हुने बाटो देखाउनुभयो। कस्तो गहिरो सम्बन्ध हो। भौतिक रूपमा हुर्काउनु र आध्यात्मिक रूपमा मार्गनिर्देशन गर्नु दुवैको आफ्नो ठाउँमा महत्त्व छ। तर आध्यात्मिक मार्गदर्शनको प्रभाव अलिक दिगो, अनन्तकालसम्म रहने खालको हुन्छ। यसले हामीलाई पनि सोच्न बाध्य बनाउँछ, होइन? के कुरा बढी महत्त्वपूर्ण छ, हाम्रो भौतिक उपस्थिति, यो शरीर, कि हाम्रो कर्म, हाम्रो विचार, हामीले छोडेर जाने नैतिक वा आध्यात्मिक छाप? हो, यो विचारणीय प्रश्न हो। हामीले जीवनमा कस्तो विरासत छोड्न खोज्दैछौँ? क्षणिक कुराहरूको कि साँच्चै चिरस्थायी रहने केही कुराको? यो प्रश्नमा घोत्लिनु सायद आजको छलफलको एउटा सान्दर्भिक निष्कर्ष हुन सक्छ।